अब दोस्रोमा हेर्नु है, दोस्रो भनेको हाम्रा सरकारका कार्य के हुन् यो थाहा पाउनु पर्यो। सरकारका कार्यहरू। अब सरकारका कार्यहरू 10वटा लेख्न सकिन्छ कि सकिँदैन त? पहिला केन्द्रीय सरकारका काम लेख्नु, स्थानीय सरकारका काम लेख्नुभन्दा पूर्व त सरकारका कामहरू लेख्न सकिन्छ कि सकिँदैन त? 10वटा कामहरू 12वटा कामहरू लेख्न सकिन्छ कि सकिँदैन भन्दाखेरि यसलाई अवधारणागत रूपमा हेर्दाखेरि तपाईले 2-3वटा क्वेसनहरू नोटिस गर्नुस् अनि तपाईले सरकार बुझ्न सजिलो हुन्छ। त्यो 2-3वटा कुरा भनेको के हो त भन्दाखेरि हाम्रो सेकेन्ड पेपरको सिलेबस सम्झिनु भएको छ, थर्ड पेपरको सिलेबस सम्झिनु भएको छ भने त्यसैको आधारमा सरकारका काम बनाउन सकिन्छ। इन जनरल यति मात्र भनेको, फेरि इन जनरल सेन्समा सरकारका कामहरू त्यसरी जान्न सकिन्छ। जस्तै म तपाईलाई सेकेन्ड पेपरको खण्ड ए मा लिएर जान्छु। तपाईले पहिला त घोक्ने भन्दा पनि बुझ्न पर्यो। हेर्नु, बुझ्नु भयो भने मात्रै घोकेको कुरा याद हुने हो। यदि नबुझेर घोक्नु भएको छ भने तपाईले त्यो आधा सेन्टेन्स हराउँछ, आधा सेन्टेन्स तपाईको अर्को चाहिँ जोड्न पर्छ, त्यो सेन्टेन्स नै अर्कै बन्न सक्छ। सरकारका काम भन्न बित्तिकै तपाईँ हामी सिलेबस सम्झिन पर्यो। सिलेबस सम्झिने हेर्नु है, सिलेबसमा जस्तो तपाईले खण्ड ए मा जाउँ, आर्थिक वृद्धि छ, आर्थिक वृद्धि सरकारको काम हो, आर्थिक वृद्धि गर्ने सरकारको काम हो। आर्थिक विकास छ, त्यो सरकारको काम हो। वातावरण संरक्षण छ, त्यो सरकारको काम हो। जैविक विविधता संरक्षण छ, त्यो सरकारको काम हो। गरिबी निवारण छ, त्यो सरकारको काम हो, हैन? अब तपाईको रोजगारी सृजना छ, त्यो सरकारको काम हो। सामाजिक सुरक्षा दिने, त्यो सरकारको काम हो। अब सेकेन्ड खण्डमा आउनुहोस्, कानुन छ, कानुनको कार्यान्वयन गर्ने सरकारको काम हो। सुशासन छ, सुशासन चाहिँ हामीले को प्रत्याभूति दिलाउने गराउने, त्यो सरकारको काम हो। अर्को सूचनाको हक छ, सूचना दिने, सूचनाको संरक्षण गर्ने, त्यो सरकारको कामहरू हो। अब खण्ड सी मा जाउँ, खण्ड सी मा जाउँ, बजेट बनाउने काम सरकारको, बजेट कार्यान्वयन काम गर्ने सरकारको काम, बेरोजु फर्सेट गर्ने सरकारको काम। अर्को अब अलिकति तलतिर जाउँ, सेवा प्रवाहमा जाउँ, सेवा दिने, नागरिकले चाहिँ गुणस्तरीय सेवा प्राप्त गर्ने, नागरिकको नैसर्गिक अधिकारको संरक्षण गर्ने काम कसको हो त भन्दाखेरि सरकारको। अब यो तपाईको हामीले सिलेबस मैले हिजो पनि भने हैन, अब साथीहरूले यो सिलेबस मात्र यति पढेर नर्मल कुराले पास हुन्न कि भन्नुहुन्थ्यो। मैले के भनेको भन्दाखेरि जनरल रूपमा तपाईले सरकारका काम यी हुन् भन्ने कुरा सम्झिनु भयो भने अब हामीले सरकारका कामलाई के गर्ने भन्दाखेरि यस्तो लेखेर अब विनर चाहिँ होइदैन, फेरि विनर हुने होइन। हामीले पढ्ने त भने विनर हुने गरी पढ्ने हो नि हो। यसले त तपाईले सम्झिनुहुन्छ। अब सरकारका काम के हुन् भन्ने कुरा सम्झिनु भयो तपाईले, हैन? सरकारको काम सम्झिसकेपछि अब यसलाई त तपाईले क्लस्टरिङ गरेर लेख्नु हो नि त। अब त क्लस्टरिङ गर्दाखेरि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सरकार चाहिँ क्षेत्रसम्मका कामहरू आउने गरी हामीले क्लस्टरिङ गर्ने। अब यसैको आधारमा हामीले यसलाई क्लस्टरिङ गरौँ सरकारका कामहरू। ल हेर्नु है, सरकारका काम नम्बर 1 विधायकी कार्य भयो। विधायकी कार्य भने के हो? विधायकी कार्य भने के हो? विधायकी कार्य भने के हो त भन्दाखेरि विधायकी कार्य भनेको कस्तो हो त भन्दाखेरि जस्तो ऐन बनाउने कामहरू हो, हैन? ऐन बनाउने कामहरू हो, नियम बनाउने कामहरू हो, हैन? कार्यविधि बनाउने कामहरू हो। विधायकी सम्बन्धी कामहरू एउटा कामहरू गर्छ भनेर भन्नु पर्यो। विधायकी सम्बन्धी कामहरू गर्छ, नम्बर 1 यसरी लेख्नु पर्यो, हैन? दोस्रो, सरकारले के काम गर्छ त भन्दाखेरि सरकारले गर्ने काम के हो त भन्दाखेरि सेवा सञ्चालन सम्बन्धी कामहरू गर्छ। सेवा सञ्चालन कामहरू गर्छ। सेवा सञ्चालन सम्बन्धी कस्ता काम गर्छ त भन्दाखेरि आधारभूत सेवा पनि दिन सक्छ, हैन? आकस्मिक सेवाहरू पनि दिन सक्छ, हैन? अर्को तपाईको शिक्षा स्वास्थ्य सम्बन्धीका सेवाहरू दिन सक्छ, हैन? विभिन्न आधारभूत सेवा देला, सामाजिक सेवा देला, अथवा हामी विकासात्मक सेवा देला, हैन? विभिन्न सेवाहरू सेवा सञ्चालन गर्ने यो सरकारको एउटा काम हो, क्लस्टरिङ गर्दै आउने। अर्को तेस्रो काम भनेको सरकारले विकास व्यवस्थापनका कामहरू, विकास व्यवस्थापन कार्यहरू। हेर्नु है, विकास व्यवस्थापन कार्यहरू भने के हो त? विकास व्यवस्थापन भन्दाखेरि अब यो यहाँ विकास व्यवस्थापन जस्तो पूर्वाधार विकासको हुन सक्छ, हैन? पूर्वाधार विकासको कुरा हुन सक्छ, मानवीय विकासका कामहरू हुन सक्छन्, मानवीय विकासका कामहरू हुन सक्छन्। यो कामहरू कसले गर्छ त भन्दाखेरि सरकारले गर्ने कामहरू गर्छ, विकास सम्बन्धी कामहरू भयो। अर्को सामाजिक कामहरू। हेर्नु है, सामाजिक कामहरू भनेको सामाजिक कामहरू के हो त भन्दाखेरि सामाजिक कार्य भनेको के हो त भन्दाखेरि सामाजिक कार्य भनेको जस्तो, हैन? शिक्षाको कुराहरू आउन सक्छ, स्वास्थ्यको कुराहरू आउन सक्छ, हैन? अर्को सामाजिक सद्भाव कायम गर्ने कुराहरू विषयहरू आउन सक्छन्।
यो चाहिँ के भन्दाखेरि सामाजिक कार्यहरू गर्छ भन्नु पर्यो। अर्को 5 नम्बरमा भनेको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी कामहरू होला ल। अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी कार्य। अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी काम के गर्छ त भन्दाखेरि यसले द्विपक्षीय बहुपक्षीय सन्धिको कुराहरू गर्छ, सम्झौताको कुराहरू गर्छ, सन्धि सम्झौताको कुरा गर्छ। अन्तर्राष्ट्रिय रूपमा बहुपक्षीय द्विपक्षीय सन्धि सम्झौता गर्छ र अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर के गर्छ भन्दाखेरि नेपालको प्रतिनिधित्व गर्ने कामहरू गर्छ। सरकारले यस्तो कामहरू गर्छ। अर्को सरकारले के गर्छ त भन्दाखेरि अर्को सरकारले गर्ने काम भनेको के हो त भन्दाखेरि अर्को सरकारले गर्ने काम भनेको के हो त भन्दाखेरि अर्को सरकारले गर्ने भनेको काम के हो त भन्दा अर्को काम भनेको दैनिक प्रशासन सञ्चालन। दैनिक प्रशासन सञ्चालन होइन, दैनिक प्रशासन सञ्चालन सम्बन्धी काम भनेको के हो? दैनिक प्रशासन सञ्चालन सम्बन्धी काम भनेको के हो भन्दाखेरि यो भनेको के भन्दाखेरि अपराधको नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, सुव्यवस्था कायम गर्ने यस्ता कामहरू के गर्छ त भन्दाखेरि सरकारले गर्ने गर्दछ। अरू थप्दै जाउँ है, अरू पनि यसलाई हामीले क्लस्टरिङ गर्नुपर्छ है। अब दैनिक कार्यहरू। अर्को हामीले न्यायिक कार्य पनि जोड्नु पर्यो। जस्टिस डेलिभरीको कुराहरू छ होइन। अब न्यायिक कार्य के हो त भन्दाखेरि हामीले जस्टिस डेलिभरी, न्याय चाहिँ कायम गर्ने, न्यायको चाहिँ प्रदान गर्ने विषय। अर्को तपाईँको ए टु जेड भनेको ए टु जे भनेको एक्सिस टु जस्टिस, न्यायिक पहुँच अभिवृद्धि गर्ने विषयहरू, न्यायिक पहुँच कायम गर्ने विषयहरू, न्यायिक सम्बन्धी कामहरू गर्छ होइन। सरकारले अर्को काम के गर्छ भन्दाखेरि आर्थिक कामहरू भनौँ न। आर्थिक कामहरू भन्ने बित्तिकै आर्थिक प्रशासन सञ्चालन होला, आर्थिक प्रशासन सञ्चालन सम्बन्धी कामहरू होला होइन, बजेटको कामहरू होला, बजेट कार्यान्वयनको कुराहरू होला, लेखा परीक्षणका विषयहरू होला, बेरोजुको विषय होला। आर्थिक प्रशासनसँग जोडिएका कामहरू सरकारले गर्ने गर्दछ होइन। अब सरकारले अर्को काम के गर्छ त भन्दाखेरि अर्को सरकारले समन्वय र सहकार्य सम्बन्धी कामहरू गर्छ। समन्वय र सहकार्य कोसँग गर्छ त भन्दाखेरि नन स्टेट एक्टरहरूसँग। नन स्टेट एक्टर भनेको राज्य बाहेकका निकायसँग, राज्य बाहेकका क्षेत्रसँग, राज्य बाहेकका निकाय र क्षेत्रसँग के गर्छ त भन्दाखेरि सरकारले समन्वय गर्छ, सहकार्य गर्छ। यस्ता कामहरू गर्छ। सरकारले कहिलेकाहीँ के गर्छ भन्नुहुन्छ भने सरकारले कहिलेकाहीँ के गर्छ भन्दाखेरि आकस्मिक कार्यहरू पनि गर्ने गर्छ। आकस्मिक कार्य गर्दा कस्ता कार्य गर्छ त भन्दाखेरि विपद व्यवस्थापनका कार्यहरू, सङ्कट व्यवस्थापनका कार्यहरू सरकारले यसरी कामहरू गर्दै जान्छ। अब हेर्नु, मैले यति कुरा किन भनेको भन्दाखेरि तपाईँले सरकार स्पष्ट बुझ्नुभयो, सरकारका कामहरू बुझ्नुभयो भने अब हामी अब हाम्रो सिलेबसमा भएको केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारमा हामी प्रवेश गर्छौँ र योबाट कस्तो क्वेसनहरू सोधियो र योबाट कस्तो क्वेसन सोधियो र कस्तो क्वेसन सोध्न सक्छ भन्ने हिसाबले हामीले अब चाहिँ यो अबको चाहिँ विषय त्यसमा केन्द्रित बनाऊँ है त। ल अब अहिलेसम्म हेर्ने, ल हेर्नु, एक कुरा सोधेको क्वेसन है। केन्द्रीय सरकारको परिचय दिई यसका संयन्त्रहरू लेख्नुहोस् अथवा केन्द्रीय सरकारका निकायहरू लेख्नुहोस्। केन्द्रीय सरकारका निकायहरू एउटा र केन्द्रीय सरकारका संयन्त्रहरू के हुन् भनेर सोधेको छ एउटा क्वेसन यो एउटा। अब सोध्न सक्ने अर्को क्वेसन भनेको केन्द्रीय सरकारका कार्यहरू के हुन्, केन्द्रीय सरकारका कार्यहरू के हुन्। अब हेर्नु, यो तपाईँलाई म फेरि पनि भन्छु, केन्द्रीय सरकारको काम आयो, कति सजिलो क्वेसन आयो भन्नुहुन्छ क्या, हामी भन्छौँ भनौँ न, तपाईँ हामी क्वेसन कति सजिलो आयो भन्छौँ,
तर तपाईँ हाम्रो कभरेज पुग्यो कि पुगेन त? हामीले चाहिँ भनौँ न राष्ट्रिय सवाल लेख्दा अन्तर्राष्ट्रिय चाहिँ विषय छोड्यौँ कि, अन्तर्राष्ट्रिय लेख्दा राष्ट्रिय छोड्यौँ कि, न्यायिक लेख्दा कानुनी छोडियो कि, कानुनी लेख्दा विधायिकी छोडियो कि, विधायिकी लेख्दा वातावरण छोडियो कि, यो कभरेज मात्रै मैले सिकाउन खोजेँ अब यहाँ तपाईँहरूलाई। यसमा छुट्टै नयाँ क्वेसन र छुट्टै नयाँ कन्टेन्ट यसमा केही पनि छैन। त्यसलाई हामीले के गर्न खोजेको हो त भन्दाखेरि हामीले विशुद्ध यसलाई चाहिँ अब अघिको कार्यको आधारमा यसलाई कसरी लेख्ने भन्ने कुरा मात्रै यसमा हामी छलफल गरौँ है त। अब यो दुईवटा क्वेसन होइन, अब पनि क्वेसनहरू आउन सक्छ, अथवा तपाईँलाई भोलि यो अथवा भनौँ यो केन्द्रीय होइन केन्द्रीय सरकारका कार्यप्रति आम जनसाधारणको होइन आम जनसाधारणको गुनासो बढ्दै गएको देखिन्छ। यसो हुनुको पछाडि के कस्ता कारण रहेका छन् लेखी